म तपाईँको ठुलो फ्यान हो। एउटा स्क्रिनसट लिन्छु नि ल। ओ भाइ स्क्रिनसट लिनु परेको ल लिऊ न त किन हो स्क्रिनसट लिने फेरि दादा मलाई टिकटकमा नि पोस्ट गर्नु छ र साथीहरूलाई पनि देखाउनु छ, त्यही भएर लिँदा हुन्छ। अरे भाइ ल्याऊ न स्क्रिनसट मैले तिमीलाई रोकेकै छैन ल्याऊ ल्याऊ अनि साथीहरूलाई किन देखाउने दादा मलाई साथीहरूलाई पनि देखाउनु छ, किनभने मसँग त कोही युट्युबर फ्रेन्ड छैन भनेर जिस्काएको जिस्कै गर्छ, त्यही भएर एकचोटि मात्र स्क्रिनसट लिन्छु नि, हुन्छ? हुन्छ भाइ स्क्रिनसट ल्याऊ अनि साथीहरूलाई देखाउने हो हो दादा, साथीहरूलाई नै देखाउने हो। तिनीहरूले म बट हो, त्यही भएर कोही पनि छैन भनेर जिस्काएको जिस्कै गर्छ नि, त्यही भएर। ए तिमी बट हो भनेर तिम्रो साथीहरूले तिमीलाई जिस्काउँछ हजुर दादा। दादा म बट भएर होला साथीहरूले मलाई खेलाउँदा पनि खेलाउँदैन। दादा तपाईँ मसँग खेल्नु न, साथीहरूले मलाई खेलाउँदा नै खेलाउँदैन। त बट भनेर कि खान्छ ग्रुपबाट, कोही नै छैन मसँग खेल्ने, त्यही भएर मलाई ग्रुपबाट किक गरे गर्छ दादा। ए हो र त्यस्तो पो हो भाइ ल म छु नि म खेल्छु नि त भाइसँग गेम टेन्सन नगर नि भाइ म छु म तिमीसँग गेम खेल्छु नि हस् तपाईँ जस्तो ठुलो मान्छेले मलाई फ्रेन्डमा पनि लिनुभयो, एकदमै खुसी लागेको छ। दाइ तपाईँ मलाई कहिले नि फ्रेन्डबाट डिलिट नहाल्नु ल। हुन्छ भाइ म फ्रेन्डबाट डिलिट गर्दैन ढुक्क बस न मेरो भाइ